हेलो एन्ड नमस्कार विद्यार्थी भाइ बहिनीहरू। आज चाहिँ हामीहरू धनगढी उपमहानगरपालिकाको 2080 मा सोधिएको प्रश्नको पार्ट 2 गर्नका लागि उपस्थित भएका छौँ। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने पहिला सब्स्क्राइब गरिहाल्नुहोस्, साथसाथै बेल आइकन पनि दबाउनु होला भन्ने अनुरोध गर्दै आजको प्रश्न म साथतिर लागौँ है। खण्डीकरण गर्नुहोस् भनेको छ 1 नम्बरको सजिलो खण्डीकरण छ, समाधान 1 हो। यहाँ भनेर हेर्नुहोस् त के दिएको छ, 9x² माइनस यही हो है 25y²। यसलाई कसरी लेख्ने भन्नु होला। यसलाई चाहिँ यसरी लेख्ने है, 9 भनेको 3 को स्क्वायर हो, x को पनि स्क्वायर, 25 भनेको 5 को स्क्वायर हो, y को स्क्वायर। अब हेर्नुहोस् यो पनि स्क्वायर यो पनि स्क्वायर, दुईटैको स्क्वायर छ भने 3x को होल स्क्वायर हुने भयो, माइनस 5 को y को दुईटैको स्क्वायर छ 5y को होल स्क्वायर। बुझ्नुभयो। अब हेर्नुहोस् त यहाँनिर एउटा फर्मुला लगाऊ, a² माइनस b² जस्तै भयो नि। हेर्नुहोस् यो भित्रकोलाई a मानौँ स्क्वायर, a² माइनस माइनस यो भित्रकोलाई b मानौँ b² स्क्वायर माइनस b स्क्वायर फर्मुला के हुन्छ, a प्लस b a माइनस b हुन्छ। हुन्छ कि हुँदैन? हुन्छ है। भनेपछि a भनेको अहिले के हो यहाँ भन्नुहोस्, 3x हो। a प्लस b भन्नाले 5y, a प्लस b a माइनस b भन्नाले 3x माइनस 5y। बुझ्नुभयो होला। यसरी चाहिँ हामीले गर्यो। यति गर्यो भने हामीलाई 1 नम्बर यहाँनिर मिलिहाल्छ है। अब हामीले यहाँनिर b को गरौँ है, b को गरौँ। b मा के छ हेर्नुहोस् त, b मा हाम्रो लेखाचित्र विधिबाट हल गर्नुहोस् भनेको छ। पहिला यहाँ इक्वेसन लेखौँ, इक्वेसन यहाँ लेखिएको छैन, के छ दुईटा इक्वेसनहरू लेखिहालौँ है। पहिलो इक्वेसन चाहिँ छ हाम्रो x प्लस y इक्वल टु 5 है, यहाँनिर है, यहाँ लेखिदिएँ मैले यहाँनिर समीकरण x प्लस y इक्वल टु 5 र अर्को चाहिँ के छ भन्दाखेरि 2x माइनस y इक्वल टु 4, 2x माइनस y इक्वल टु 4 है। यो दुईटा समीकरण दिएको छ 2 नम्बरको है। यहाँ के छ भन्नुहोस् त, x प्लस y इक्वल टु 5 समीकरण 1 भइहाल्यो है। त्यस्तै अर्को समीकरण के छ, 2x माइनस y इक्वल टु 4, त्यो दिएका समीकरणहरूलाई नै यसै समीकरण 1 र 2 मान्ने है। अब समीकरण कतिबाट भन्ने, 1 बाट है, समीकरण 1 बाट। समीकरण 1 बाट हेर्नुहोस् त, यहाँ या त x एक्लै पार्ने या त y एक्लै पार्ने हो है। के एक्लै पारौँ, x एक्लै पारौँ, x इक्वल टु y लाई उता लगाउँ त, y लाई उता लाग्दाखेरि के भयो भन्नु होला है। y लाई उता लाग्दाखेरि 5 माइनस y भयो, ओके हैन। यसरी चाहिँ हामी गरौँ। अब यहाँबाट एउटा टेबल बनाउनु पर्छ। टेबलमा के लेख्नुपर्छ, यता x यता y, y 1 राखौँ त, y 1 राख्दाखेरि 5 माइनस 1 4, y 2 राखौँ त, यहाँ 2 राख्दै 5 माइनस 2 3, y 3 राखौँ त 5 माइनस 3 2। यहाँबाट बिन्दुहरू के आयो भन्नुहोस् त, बिन्दुहरू है, बिन्दुहरू एउटा के आयो 4,1, अर्को के आयो 3,2 3,2 यसरी भन्ने है। अनि अरू चाहिँ यहाँनिर के आयो अर्को र 2,3। त्यस्तै अब समीकरण कतिबाट भन्ने, 2 बाट। समीकरण 2 बाट भन्ने। समीकरण 2 मा के छ हेर्नुहोस् त, समीकरण 2 मा जसरी x एक्लै पारे यहाँ पारिसकेको छ, यहाँ पनि x एक्लै पार्ने हो। पहिला 2x जस्ता जस्तै लेख्नु इक्वल टु y लाई उता लाग्दा 4 प्लस y भयो है। 4 जस्ता चाहिँ यो उता गएर माइनस y को चाहिँ के हुने हो, प्लस y हुने भयो। बुझ्नुभयो है। और x एक्लै पार्ने, x एक्लै पारौँ, 4 प्लस y जस्ता जस्तै यो 2 चाहिँ यहाँ मल्टिप्लाईमा छ, उता गएर डिभाइड छ, भाग गुणनमा थियो भागमा गयो है। अब यहाँबाट पनि एउटा टेबल बनाउनु पर्ने हुन्छ है, टेबल बनाउनु पर्ने हुन्छ। यसरी x y तीनटा भ्यालु हुन्छ। जस्तै यहाँ 1 राखेको थिएँ, यहाँ पनि 1 राखौँ है, के आइहाल्छ कि 5 प्लस 1 4 प्लस 1 5 हुन्छ, दुईले भाग जाँदैन, त्यसैले हामी अर्को राखौँ है, 2 राखौँ त। अब 2 राख्दाखेरि 4 राख्दा 4 प्लस 2 6 6 भयो। 2 ले 6 लाई भाग गर्दाखेरि कति भयो, 3 भयो। 2 र 3 मिल्यो, राम्रै भइहाल्यो हैन। अर्को के राख्न सकिन्छ, 3 राखौँ, 4 3 त 7 भइहाल्यो, 7 मा 2 को भाग जाँदैन, 2 3 राख्ने, 4 राखौँ, 4 राखौँ, 4 राख्दाखेरि 4 प्लस 4 8, 2 ले भाग गर्दा 4, 4,4 भयो।
5 राख्दाखेरि पनि हुन्छ, तर नहुन्छ। यसो राख्दा पनि हुन्छ, 0 राख्दा पनि हुन्छ। जे राख्नुहोस्, एउटा मिलिहाल्यो भने अर्को जे राख्दा पनि हुन्छ। 2-3टा राख्दाखेरि मिलिरहेको छैन भने पहिला ग्राफ बनाउने, त्यहाँ काट्ने, त्यहाँ कहाँनिर काट्यो त्यही अनुसार यता बिन्दु राख्दा पनि हुन्छ। अब यहाँनिर हेर्नुहोस् त, 0 राख्दाखेरि 4 + y भनेर 0, 4 + 0 4, 2 ले भाग गर्दा 2 भयो। यसरी पनि बिन्दुहरू है, बिन्दुहरू के आए हेर्नुहोस् त, 3, 2, 4, 4 र 2, 0। यहाँ दुईटा बिन्दु 3, 2 मिलिसकेका छन्। हामीहरूको यो प्रतिच्छेदित बिन्दु पछि यही कुरा आउँछ। अब माथिका बिन्दुहरूलाई ग्राफमा देखाउँदा माथिका बिन्दुहरूलाई केमा देखाउँदा, ग्राफमा देखाउँदा भन्ने र हामीले यतापट्टि ग्राफ बनाएका छौँ। ग्राफ पक्कै देखिराख्नु भएकै होला। त्यसमा हामीहरू के गर्छौँ, पोइन्टहरू अङ्कन गर्छौँ। पहिलो बिन्दु के राख्छौँ, पहिलो बिन्दु ए राख्छौँ है। यो 4, 1 त्यसपछि 3, 2, 2, 3 म यहाँ राखिदिन्छु। यहाँ चाहिँ बुझ्नुभयो होला भन्ने आशा गर्छु। यो यसरी मैले एक्स एक्सिस र वाइ एक्सिसको कुरा लेखेको छैन, यहाँनिर हेर्ने हो है। यो एक्स एक्सिस हो, एक्स ड्यास, यो वाइ ड्यास। अब हेरौँ, पहिलो पोइन्ट के थियो भने मैले 4, 1 होइन, 4 यता 1 माथि, 4, 1 अर्को बिन्दु 3, 2 अहिले देखाउँछु भने म हेर्नु होला है। 3, 2 भन्नाले माथि 3, 2 अनि अर्को 2, 3 यसरी हामी तिनटैलाई जोडी पनि दिनुपर्छ है, जोडी पनि दिनुपर्छ। यसरी मजाले यिनीहरूलाई एक आपसमा जोड दिने है, जोड दिने। यो x + y = 5, x + y = 5 कुरो बुझ्नुभयो होला। यी बिन्दुहरू कुन बिन्दुहरूलाई देखाएको हामीहरूले, भर्खर यतापट्टिका बिन्दुहरूलाई, यी बिन्दुहरूलाई। अब यता पनि छन् बिन्दु 3, 2, 4, 4, 2, 0 यी बिन्दुहरूलाई पनि हामीले त्यहाँ देखाउँ है, देखाउनु पर्यो है। सुरुको के छ, 3, 2 पहिला यसलाई देखौँ अनि क्रमिक रूपले देखाउँदै जाउँला है। हेर्नुहोस् त, 3, 2 भन्नाले यही परिहाल्यो। अर्को 4, 4 छ, यो 4 अर्को 4 भन्नाले यहाँ 4, 4 यो। अनि अर्को छ 2, 0 यो 2 हो, 2, 0 भन्नाले यही भयो है। अब यिनीहरूलाई पनि एक आपसमा यसरी जोडिदिउँ है। जोडौँ। समीकरण कुन हो, दोस्रो समीकरण के थियो, 2x - y = 4। अब यहाँनिर काट्यो, 3, 2 काट्यो, त्यसैले प्रतिच्छेदित बिन्दु चाहिँ के हुने भयो त, 3, 2 हुने भयो। प्रतिच्छेदित बिन्दु के हुने भयो अरे, 3, 2 हुने भयो। बुझ्नुभयो होला नि के भन्ने, ग्राफबाट प्रतिच्छेदित बिन्दु के हुने भयो, 3, 2 तसर्थ x = 3 र y = 2 नै, यो एक्सलाई एक्स देखाउँ, यो y त्यसैले x = 3 यो y हो, 2 नै कति, समीकरण 1 र समीकरण 2 को के हो, हल हो भनेर यसरी भन्नुपर्ने हुन्छ है। समीकरण ल ठिक को हल हो, ठिकै छ। यसरी चाहिँ हामीले लेख्नुपर्ने हुन्छ। ल यहाँनिर अर्को प्रश्न हेर्नुहोस् त, 1 नम्बर, दिएको अभिव्यञ्जकको महत्तम समावर्ती मस पत्ता लगाउनु भनेको छ है। समाधान भनौँ, समाधानमा 1 हो है, 1 हो। यहाँ मस पत्ता लगाउने हो। पहिला पहिलो अभिव्यञ्जक लेखौँ, पहिलो अभिव्यञ्जक के छ हेर्नुहोस्, पहिलो अभिव्यञ्जक यो
ए स्क्वायर माइनस 5a प्लस 6 बुझ्नुभयो। अब यसलाई चाहिँ कसरी गर्ने भन्नु होला। ए स्क्वायर जस्ता जस्तै 6 का खण्ड बनाउने कति हुन्छ 3 into 2 3a minus 2a किन यस्तो लेखे 3 र 2 खण्ड हुन्छ होला 3 र 2 भने माइनस 3a माइनस 2a किन लेखे माइनस 3a मा माइनस 2a र माइनस 5a हुन्छ। यसका खण्ड बनाएर यसरी लेख्ने बुझ्नुभयो नि। खण्ड बनाएर यसरी लेख्ने 20 को ल्याउनु पर्यो। यी दुईटालाई जोडेर अथवा घटाएर ल्याउनु माइनस माइनस गरौँ माइनस आउँछ माइनस 5 माइनस 3a माइनस 2a माइनस 5 अन्तिमको जस्ता त्यस्तै। अब साझा सुरुको दुईटामा साझा ए साझा आयो यहाँ ए बच्यो माइनस यहाँ के बच्यो 3 यी दुईटामा पनि माइनस 2 साझा आयो 2 साझा आइसकेपछि यहाँ के बच्यो भन्नुहोस् त 2 आइसक्यो ए बच्यो माइनस साझाले प्लस को माइनस हुने 2 को भाग 6 मा कति 3 पल्ट जान्छ। ए माइनस 3 यहाँ पनि ए माइनस 3 यहाँ पनि ए माइनस 3 साझा आयो ए माइनस 2 बच्यो ए माइनस 2 ले बुझ्नुभयो। एउटा यो भइहाल्यो। अब दोस्रो अभिव्यञ्जकको कुरा गरौँ। दोस्रो अभिव्यञ्जक हेर्नुहोस् त के छ ए स्क्वायर माइनस 9 के छ ए स्क्वायर माइनस 9 छ हो कि हैन। ए स्क्वायर माइनस 9 भनेको 3 को स्क्वायर फेरि यो ए स्क्वायर माइनस बी स्क्वायर जस्तो भयो। फर्मुला के हुन्छ ए प्लस बी ए माइनस बी हुन्छ हो कि हैन। अब ए भन्नाले यो बी भन्नाले ए प्लस बी भन्नाले ए प्लस 3 ए माइनस बी भन्नाले ए माइनस 3 भइहाल्यो। अब मस भनेको त के हो भन्नुहोस् त साझा गुणनखण्ड हो साझा गुणनखण्ड हो है साझा गुणनखण्ड हो। साझा गुणनखण्ड के छ भन्नुहोस् दुईटैमा साझा ए माइ छ त केही छैन कि के छ साझा केही छैन होला है। ए त्यहाँनिर प्लस हो एकैछिन हेरौँ ए माइनस छ त है ए माइनस 3 यहाँ ए माइनस 3 यहाँ ठिकै छ ए माइनस 3 साझा छ। यही नै यसको के हुन जान्छ मस हुन जान्छ है। अब अर्को हल गर्नुस् भनेछ देख्नुभयो बी मा हल गर्नुस् भनेछ यो बी को चाहिँ हेर्नु होला यहाँनिर गरौँ बी को चाहिँ हल गर्नुस् भनेछ यो दिएको छ नि यहाँ हल गर्ने भने एक्स को मान निकाल्ने हो एक्स स्क्वायर माइनस 7x प्लस 12 लेख्ने यसको पनि खण्ड बनाउने एक्स स्क्वायर माइनस 12 खण्ड 4 3 12 4x मा 3x जोड्दा 7x पनि हुन्छ अघिको जस्तै खण्ड बनाउने प्लस 12 = 0 अन्तिमको सेम। और इन दुईटामा साझा एक्स साझा आयो है यहाँनिर एक्स मात्रै बच्यो माइनस यहाँनिर एक्स साझा आइसकेको छ 4 3 साझा आयो 3 साझा आयो एक्स बच्यो यहाँ माइनस साझा ल्याछ भने माइनस हुने भयो 3 को भाग 12 मा 4 पल्ट अब इक्वल टु 0 त साझै x माइनस 4 साझा आयो है x माइनस 3 बच्यो x माइनस 3 इक्वल टु 0। यहाँ आइदर र अर भन्ने कुरा आउँछ आइदर यहाँ x माइनस 4 इक्वल टु 0 हुने भयो x माइनस 4 इक्वल टु 0 त्यसैले x इक्वल टु 4 उता जाँदा प्लस 4 भयो और के हुने भयो x माइनस 3 इक्वल टु 0 x माइनस 3 इक्वल टु 0 यहाँबाट x इक्वल टु के हुने भयो भन्नुहोस् त x इक्वल टु यो उता जाँदाखेरि 3 हुने भयो। त्यसैले x का दुईटा मान आए एउटा 3 आयो अथवा अर्को 4 पनि आयो x का दुईटा मान हुने भए यसरी चाहिँ यसलाई पनि हल गर्न सक्छौं है। ल 9 नम्बर प्रश्न हेर्नुस् त नियमित बहुभुजको भित्री कोणको योगफल पत्ता लगाउने सूत्र लेख्नु भनेको छ 1 नम्बरको है। मैले समाधान ए मा के हुन्छ हेर्नुस् त नियमित बहुभुज को भित्री कोणहरूको योगफल इक्वल टु हुन्छ n - 2 * 180 डिग्री यसरी निकालिन्छ 180 डिग्री है 80 डिग्री है। अब बी मा दिएको चित्रमा x को मान पत्ता लगाउनुस् भनेको छ यो यहाँनिर हेर्नुस् दुईटा रेखालाई एउटा छेदकले काटेको छ यो कोण के हुन्छ संगत छेदकको एकैतिर परेका बाहिरी
र एउटा भित्री छन् भने त्यो के हुन्छ संगत हुन्छ। त्यसैले हेर्नुस् त मैले यसरी लेखेँ यहाँ कुन कुन 2x + 10 डिग्री + 50 डिग्री हैन इक्वल टु 50 डिग्री किन बराबर गरे त्यो माथिको कोण तलको संगत कोण यहाँ लेख्नु पर्यो। दुईटा समान्तर रेखालाई एउटा छेदकले काट्दा बन्ने समानान्तर संगत कोणहरू के हुन्छन् बराबर हुन्छन्। त्यसैले यहाँ संगत कोण भएकाले लेखौँ है कोण भएकाले संगत कोण भएकाले भनेर लेख्यौँ है। अब हेर्नुस् त यहाँ और यसो गरौँ 2x = यो 50 डिग्री छँदैछ माइनस यो प्लस छ उता गएर -10 डिग्री है और 2x डिग्री छँदैछ यहाँ 50 - 10 40 डिग्री है। यसो गरौँ यो घटेर 40 डिग्री भयो यहाँनिर 2 लेख्नु पर्छ 2 चाहिँ यहाँ लेखेन मैले यहाँ गएर भागमा गयो यसरी लेखेँ। त्यसैले x बराबर 4 ले डिभाइड गर्दा 40 लाई कति भयो 20 है x बराबर 20 डिग्री भइहाल्यो कुरो बुझ्नुभयो। अब हेर्नुस् त सीमा बिन्दु P2 को हैन B को भइहाल्यो अलक्षीको सिग्मा है सीमा के भनेको छ बिन्दु P2,3 र Q5,7 बीचको दूरी पत्ता लगाउनुस् भनेको छ। यहाँ भन्ने सबभन्दा पहिला यो P2,3 छ नि यसलाई हामीले x1, y1 मान्ने है x1, y1 मान्ने है x1, y1 यसलाई x1 बुझ्नुभयो। Q लाई के गर्ने Q के छ 5,7 लाई के मान्ने x2, y2 मान्ने बुझ्नुभयो। अब PQ बीचको दूरी है PQ बीचको दूरी लाई सर्टकटमा हामी PQ पनि भन्छौँ। फर्मुला के हुन्छ √x2 - x1 को होल स्क्वायर प्लस y2 - y1 को होल स्क्वायर है बुझ्दै हुनुहुन्छ। अंडररूट भित्र x2 भनेको हेर्नुस् x2 भनेको यो भनेको के 5 x1 भनेको यो x2 - x1 भन्नाले 5 - 2 को होल स्क्वायर है प्लस y2 - y1 भन्छ नि y2 - y1 को y2 भनेको यो y1 भनेको यो माइनस यो अर्थात् 7 - 2 को होल स्क्वायर छ होल स्क्वायर छ। अब यहाँ लेख्छु म हेर्नु होला है यसपछिको यहाँनिर अंडररूट 5 - 2 को 5 - 3 कति हुन्छ 5 - 2 3 को स्क्वायर माइनस प्लस है 7 - 2 5 को स्क्वायर 3 को स्क्वायर 9 हुने भयो 5 को स्क्वायर कति हुने भयो 25 हुने भयो हैन ठिकै छ 3 9 होइन 7 3 हो यो 3 हो यहाँ 7 - 3 रहेछ यो 3 भएपछि यो y2 - y1 भनेको 7 - 3 4 को स्क्वायर है 4 को स्क्वायर भनेको 16 4 मा 9 जोड्दा कति भयो 25 भनेको कतिको स्क्वायर हो 5 को स्क्वायर स्क्वायर गर्दा रुट पनि हुन्छ स्क्वायर रुट हो 5 मात्रै बच्यो 5 एकाइ चाहिँ यसको आन्सर आउँछ। यसलाई हामी यसरी गर्न सक्छौं है। ल यो 10 को चाहिँ गरौँ है 10 को गरौँ यहाँ के भनेको छ हेर्नुस् त ए मा एउटा घनको जाली खिच्नुस् भनेको छ। अब घनको जाली खिच्नलाई हामीले घनको जालीहरु त धेरै जानेकै छौं है कसरी खिच्ने म यसो सिकाउँछु है। ल घनको जाली खिच्दाखेरि चाहिँ हामीहरुले हेर्नु होला है घनको जाली खिच्दाखेरि चाहिँ घनको जाली बनाउन त आउँछ हामीले स्क्वायरहरु बनाउने हो अब सुरुमा चाहिँ हेर्दै जानु होला हामीहरुले कसरी बन्ने सेट स्क्वायरको प्रयोग गरेर बनाइराछौं हामीहरु सेट स्क्वायरको प्रयोग गर्ने है सेट स्क्वायर देखिराख्नु भयो होला है यति देखिराख्नु भएको छ है। अब हेर्नुस् त ल हेर्नुस् है
हामी यो सेट स्क्वायरको प्रयोग गरेर देखिराख्नु भयो होला यो 10 सेन्टिमिटर यहाँसम्म कति भयो 10 सेन्टिमिटर भयो है त्यसैले यसरी चाहिँ खिच्यो सेट स्क्वायरले हाम्रो सिधा रेखा खिचिन्छ हैन सेट स्क्वायर घन बनाउने हो यो हेर्नुस् त यो है यो 10 सेन्टिमिटर भयो भने सेट स्क्वायर यसरी राख्ने है सेट स्क्वायर यो लाइन खिचेपछि अब यो लाइनमा भयो सेट स्क्वायर हामीले यसरी एकैछिन है 10 सेन्टिमिटर भयो यतापट्टि त्यसपछि हामी उता पनि यो भइहाल्यो अब यतापट्टि ल यतापट्टि बनाउनलाई यसलाई यसरी राख्ने यो माथिको टपबाट यहाँ पनि 10 सेन्टिमिटर है स्क्वायर भनेको त चारैतिर 10 सेन्टिमिटर यता पनि 10 है 10 सेन्टिमिटर 10 सेन्टिमिटर है 10 सेन्टिमिटरसम्म खिचेँ मैले देख्नुभयो फेरि यहाँ पनि यसमा यसरी राखेर यहाँ पनि कति यहाँ पनि 10 सेन्टिमिटर है यहाँ पनि 10 सेन्टिमिटर ए 10 सेन्टिमिटर देख्नुभयो 10 अनि यो भयो भने यसरी राखेर फेरि यसरी राखेर टेन सेन्टिमिटर यता पनि है ल यसरी 10 सेन्टिमिटर खिचेको देख्नुभयो एउटा स्क्वायर भयो है स्क्वायर भयो यस्तै हामीहरूले यस्तै तल हामीले कतिवटा बनाउने 4 वटा बनाउने बुझ्नुभयो एउटा बनाए मैले यसरी 4 वटा बनाइदिन्छु हेर्नु होला यसरी नै अरु पनि बनाउने ल यसरी मैले 4 वटा यसरी बनाए है जसरी यो बनाएको थिएँ अरु पनि यसरी सेट स्क्वायर राखे अब घनको जाली बनाउँदाखेरि यतापट्टि पनि बनाउनु पर्छ हेर्नुस् त यसलाई चाहिँ यतापट्टि पनि एउटा हुन्छ यतापट्टि पनि एउटा हुन्छ नि त्यसैले हामी सेट स्क्वायर प्रयोग गरेर एउटा यहाँ पनि बनाऊ यतापट्टि हेर्नुस् है यतापट्टि पनि कति सेन्टिमिटर हो 10 सेन्टिमिटर नै हो हैन सबै 10 मा लेख्नु भने 10 10 10 बनाउने है 10 भयो त्यसपछि तल पनि कति हुने भयो 10 हुने भयो अब 10 अनि अब यो त लक्षितै छ यसरी जोडौँ यसलाई यसरी नै जोड्ने यसरी जोड्दाखेरि ठ्याक्कै यो लाइनमा जोडिन्छ हेर्नु होला है यसलाई यसमा यसरी है यतापट्टि पनि यो भयो है अलिअलि मेरो बाङ्गो हुन पनि सक्छ तिमीहरूको कपीमा सिधा हुनुपर्छ है अनि यतापट्टि चाहिँ फेरि 10 सेन्टिमिटर 10 यता भए 10 माथि पनि हुन्छ यसरी सेट स्क्वायर राख्ने तरिका सिकाइरहेको छु म 10 यता र 10 यता भने यसरी यसमा राख्नु पर्यो यसरी यसरी चाहिँ हामीहरूले 10 यता पनि है यसरी चाहिँ हामीले के को प्रयोग गरेर सेट स्क्वायरको प्रयोग गरेर घनको जाली बनाउने हो घनको जाली चाहिँ यति हो यति बनाएको हामीलाई 1 नम्बर मिल्छ है पुरो बुझ्दै हुनुहुन्छ होला ल अब हेर्नुस् त यहाँनिर हामीले के गर्यौं भन्दाखेरि यो कोण हेर्नुस् त दुईटा के हुन् समानान्तर हुन् समान्तर रेखालाई छेदकले काटेको छ छेदकको यो कोण के हुन् संगत के भन्छ कर्मागत हुन् छेदकको एकैतिर भित्री परेका अब यो कोण निकाल्यो भनेपछि हामीले यो कोण निकाल्न सकिन्छ किन जम्मा 360 हुन्छ त्यहाँबाट यो कोण घटायो भने बाँकी यो कोण आयो यो कोण आउनु भनेकै b बाट a को दिशा स्थिति पत्ता लाग्नु हो त्यसैले मैले यो कोण प्लस यो कोण इक्वल टु 180 किन कर्मागत भित्री कोण भएकाले यो र यो कर्मागत हुन् 0.75 डिग्रीलाई उता लगाउँ -0.75 डिग्री भयो यो जस्ता त्यस्तै 180 त यो 180 छँदै यो गर्दाखेरि कति आयो 105 डिग्री कुन कोण आयो यो कोण 105 आयो भने b बाट a को दिशा स्थिति 360 बाट यो कोण घटाइदिने यो कोण कति आयो 105 डिग्री आएको छ घटाउँदाखेरि 255 डिग्री आउँछ कुराकानी बुझ्दै हुन्छ होला ल यो हाम्रो मेरो अलिकति मिस्टेक भइरहेछ 11 हो है 11 अघि पनि 10 भएको छ त्यो 10 लाई 11 मान्नु होला 11 हो है 11 गरेर 10 को छुट्याए अहिले म 10 को अब गराउँछु 11 को अगाडि भइहाल्यो केही फरक परेन 11 को चाहिँ गर्छु 10 को ठाउँमा 11 लेख्नु होला अब 11 को ए बी गर्यौं अहिले भर्खर हैन अब सी गरौँ है सी को यहाँ प्रश्न लेख्छु म ल
यो 11 को सी गरौँ 11 को सी मा A2,1 B5,1 र C4,4 एउटा त्रिभुज एबीसी का शीर्षबिन्दुहरू छन्। त्रिभुज एबीसी लाई एक्स अक्षमा परावर्तन गरी प्राप्त हुने प्रतिबिम्ब त्रिभुज A डैश B डैश C डैश को निर्देशाङ्कहरू पत्ता लगाई रेखाचित्रमा देखाउनु भनेको छ 3 नम्बर। समाधान यहाँ एबीसी लाई ग्राफमा देखाई एक्स अक्षमा परावर्तन गर्दा एक्स अक्षमा अहिले गरौँला। पहिला एबीसी लाई ग्राफमा देखाउँ A2,1 पहिला यहाँ देखाइहालौँ है। अब यो एउटा कोठालाई एक वर्ग एकाइ मानेका छौँ है। यहाँनिर मैले देखाइ पनि दिएँ हेर्नु होला है। एक वर्ग एकाइ है, एक वर्ग एकाइ देखियो हैन। एक वर्ग एकाइ मानेका छौँ एउटा कोठालाई चाहिँ है। एउटा चाहिँ है, एउटा कोठा भने एक वर्ग एकाइ हो। कुरो बुझ्नु होला। यो एउटा कोठा हैन, एक वर्ग एकाइ। अब देखा जाऊ A2,1 छ 2 है, 2 1 2 1 भन्नाले माथि 2,1 त्यो ए भयो है, ए। अनि अर्को 5,1 बी, यो 1 2 3 4 5,1 भन्नाले यहीँनिर भयो, यो बी भयो है। अनि C4,4 4 भन्नाले 5 भन्दा यता 4,4 भन्नाले 1 2 3 4 4,4 यो सी। यो त्रिभुज बन्यो। त्रिभुज भने यसलाई हामीहरूले यी बिन्दुहरूलाई आपसमा जोडी पनि दिनुपर्छ है। यसरी यो त्रिभुज बनाउनु पर्यो नि, त्रिभुज त बनाउनु पर्यो है। त्रिभुज त बनाउनु पर्यो, त्रिभुज त बनाउनु पर्यो यसरी। यो त्रिभुज यो दिएकै हो उसले है। अब हामीले परावर्तन गर्न चाहिँ जान्नुपर्ने हुन्छ है। परावर्तन गर्न जान्नुपर्ने हुन्छ। यो त्रिभुज त हामीले यहाँनिर जान्ने कुरा भएको। अब हेर्नुहोस् त, अब हेर्नु होला है, ध्यान दिएर हेर्दै जानु होला। के गर्ने, एक्स अक्षमा परावर्तन गर्न पी कुनै बिन्दु छ त्यसका निर्देशाङ्क ए र बी छन् भने एक्स अक्षमा परावर्तन गर्न पी को पी डैश हुन्छ। ए भनेको एक्स निर्देशाङ्क जस्ता जस्तै बी भनेको वाइ निर्देशाङ्कको चिन्ह परिवर्तन हुन्छ। त्यसैले A2,1 छ, एक्स निर्देशाङ्क सेम, यो 2 यो 5 यो 4 बुझ्नुभयो। यसरी 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 हेरौँ। अनि यहाँ चाहिँ वाइ निर्देशाङ्कको चिन्ह परिवर्तन 1 को -1 1 को -1 4 को -4 बुझ्नुभयो होला हैन। अब यो परावर्तन पछिका बिन्दुहरूलाई पनि ग्राफमा देखाउँदा परावर्तन पछि है, पछिका बिन्दुहरूलाई पनि कहाँ देखाउँदा ग्राफमा देखाउँदा है। ठीक छ, ग्राफमा देखाउँदै के ए डैश 2,-1 बी डैश 5,-1 सी डैश 4,-4 यिनीहरूलाई पनि अब हामीले उता ग्राफमा देखाउनु पर्यो है। ग्राफमा देखाउनु पर्यो। हेर्नु होला है, ग्राफमा देखाइहालौँ है। ध्यान दिनुहोस्, ए डैश के थियो हाम्रो 2,-1 2 -1 भन्नाले 2 यता माइनस तल है। अनि 4,5 के भयो -1 भन्नाले यता। अनि अर्को 4 भन्नाले यता -4 भन्नाले 1 2 1 2 3 4 भन्नाले यता हैन। अनि यो के भयो, ए डैश भइहाल्यो, यो बी डैश भइहाल्यो, यो सी डैश भइहाल्यो। कुरो बुझ्नुभयो। यसलाई पनि हामीले केमा देखाउनु, कसरी गर्नु पर्यो, एक आपसमा जोड दिनु पर्यो, त्रिभुज त बनाउनु पर्यो है। परावर्तन पछि बनेको त्रिभुज हो यो है। यसरी हामीले जोडिदिनुपर्छ, यसरी जोडिदिनुपर्छ, जोडिदिनुपर्छ है, जोडिदिनुपर्छ। अनि हेर्नुहोस् त, यो बी डैशबाट बी भने यसरी डटेड लाइनले यसो बनाउन सक्नुहुन्छ है। डट डट लाइनले यहाँबाट यहाँ बन्यो, एबाट ए डैश बनेको त्यसैले, अनि सीबाट सी डैश हो यसरी। यसरी बनाउने र यो चाहिँ हाम्रो फाइनल चाहिँ परावर्तन पछि आएको त्रिभुज हो है। ए डैश बी डैश सी डैश बुझ्नुभयो होला। अब यसरी चाहिँ हामीहरूले बनाएर देखायो भनेपछि हामीले यहाँबाट आउने नम्बर चाहिँ मिलिहाल्छ है। कुरो बुझ्नुभयो होला है, देखिराख्नु भयो होला, देखिन्छ है। मैले अलिक क्लियर होला भनेर यसरी देखाइदिएको मैले। ल देख्नुभयो है। ल ए डैश बी डैश सी डैश देखिएको छ कि छैन यहाँ,
यो ए ड्यास हो है, तलको चाहिँ ड्यास हो, ए ड्यास, यो बी ड्यास, यो सी ड्यास। बुझ्नुभयो होला है। ल 10 नम्बर हाम्रो अगाडि चाहिँ एकचोटि 10 लेखेको थियो, यो चाहिँ 10 हो है, त्यो अगाडि मैले करेक्सन भनिहालेको थिएँ। 10 को ए है, 10 को ए मा छ एबी बराबर 5 सेन्टिमिटर र बीसी बराबर 4 सेन्टिमिटर हुने गरी आयत एबीसीडीको रचना गर्नुहोस् भने आयतको रचना स्टेप 1 खेसाचित्र तयार पार्ने, एबी बराबर 4 बीसी बराबर 4 सेन्टिमिटर। प्रश्नले भने अनुसार हामीले एउटा खेसाचित्र तयार गर्यौँ। यस्तै आयत अब हामीले बनाउने हो, रचना गर्ने हो। स्टेप 2 मा एबी बराबर 5 सेन्टिमिटरको आधार रेखा खिच्ने। अब एबी बराबर कति सेन्टिमिटर रे 5 सेन्टिमिटर है, 5 सेन्टिमिटरको खिच्नु पर्यो है। हेर्नु होला यहाँनिर हेर्दै जानु होला, मैले देखिएकै होला है। यो स्केलले गरौँ है, यो स्केलको प्रयोग गरौँ। एबी बराबर कति सेन्टिमिटर रे 5 सेन्टिमिटर है, 5 सेन्टिमिटर यहाँ देखिन्छ 2 4 5 है, देखिरहेको छ। ल हेर्नुहोस् त 5 सेन्टिमिटर, 5 सेन्टिमिटर भनेको यो हेर्नुहोस् त 2 भयो, 4 2 पछि यहाँ 3 4 यसपछि यो 5 देख्नुभयो 5 है, 0 देखि 5 सम्म है। एउटा 0 to 5 सेन्टिमिटरको एउटा आधार रेखा एबी बराबर यो ए बी कति सेन्टिमिटर 5 सेन्टिमिटर। एबी बराबर 5 सेन्टिमिटरको एउटा आधार रेखा चाहिँ हामीहरूले खिच्यौँ। अब अर्को स्टेपमा के छ हेर्दै जानु होला है। यो अर्को स्टेप पनि हामीले यहाँनिर हेर्दै जानुपर्ने हुन्छ, ध्यान दिएर हेर्नु होला, देखिराख्नै भयो होला। अर्को स्टेपमा हेर्नुहोस् त, अर्को स्टेपमा के छ, बिन्दु ए र बीबाट कम्पासको सहायताले 90 डिग्रीको कोण खिच्ने है। ए र बीबाट दुईटैबाट हामीले 90 डिग्रीको कोण खिच्नुपर्ने हुन्छ है, एबाट पनि बीबाट पनि है। एबाट खिच्छौँ पहिला, एबाट 90 डिग्रीको ध्यान दिएर हेर्नु होला। यसरी 90 खिच्नलाई पहिला यो खिच्नै पर्यो है, यो खिच्नै पर्यो है यसरी। अनि यहाँबाट काट्ने 60 भयो, यहाँबाट काट्ने अलिकति बिग्रियो क्या कम्पास, एकैछिन है। अनि यहाँ काट्यौँ हामीले, यहाँबाट यहाँ पनि काट्यौँ, यहाँबाट यता पनि काट्यौँ हैन, 120 भयो। अब यो 120बाट पनि माथितिर है, यो 60बाट पनि यता काट्यो भने ठ्याक्क यो कति हुन्छ हाम्रो 90 हुन्छ। यसलाई हामीले जोड्नु पनि पर्यो, यसरी जोडिदिउँ है। ए हुँदै जोड्ने हो, ए हुँदै जोड्ने, ठ्याक्क जोडौँ है, ए हुँदै माथितिर जोड्यो है। र नाम दिउँ, नाम के दिने यसलाई इएबिसिडी ई नाम दिउँ मैले है। अनि यहाँबाट पनि कम्पासको सहायताले है, यहाँबाट पनि कम्पासको सहायताले यसरी हामीले 90 डिग्री खिच्ने, यहाँबाट यता काट्ने 60 120 है, 120 भइहाल्यो। अनि यो 120बाट माथितिर है, अनि यहाँबाट पनि यतातिर काट्दाखेरि यो कति हुन्छ 90 हुन्छ है। अब बीबाट यसलाई हामीले यसरी जोड्नु पनि पर्यो, यसरी जोड्ने है, जोड्ने। अनि यो इएफ नाम दिएँ मैले। अब के भनेको छ अर्को स्टेपमा हेर्नु होला, यो त हामीले काम गरिहाल्यौँ यो स्टेपमा भनेको। अब अर्को के भनेको छ, ए र बीबाट 4 सेन्टिमिटर, अब यो 4 सेन्टिमिटर छ नि, त्यसैले एबाट पनि बीबाट पनि 4 सेन्टिमिटर अर्धव्यास लिएर क्रमशः एई यो एई र बीएफ रेखालाई काट्ने र डी र सी नाम दिने, डी र सी नाम पनि दिउँ। 4 सेन्टिमिटरको अर्धव्यास कसरी लिने भन्नु होला। 4 सेन्टिमिटरको अर्धव्यास लिनलाई हेर्नुहोस् त, यहाँनिर हामीहरूले के गर्नुपर्छ भन्दाखेरि सजिलोको लागि दुईटा बिन्दुहरू यसरी हेर्नुहोस् त, दुईटा बिन्दुहरू लिने, एउटा 0 मा हैन 4 सेन्टिमिटर भनेको यता लियो भने, एउटा 0 मा एउटा 4 मा, दुईटा बिन्दु यसरी लिने है। यसरी लिइसकेपछि हामीहरूले के गर्ने भन्दाखेरि कम्पासमा यसरी चाहिँ कम्पास एउटा 0 मा एउटा यहाँ राख्ने, हेर्नुहोस् त कति भयो, यो 4 सेन्टिमिटर भयो है, 4 सेन्टिमिटर भयो। अब हामीले यता चाहिँ कम्पासले यता 4 सेन्टिमिटरले चाप काट्नु पर्यो। एबाट पनि 4 सेन्टिमिटर भन्नाले काटे 4 सेन्टिमिटर, यहाँबाट पनि 4 सेन्टिमिटर भन्नाले काटे है। अर्को स्टेपमा यी दुईटालाई जोड्ने भनेको छ,
अर्को स्टेपको जोड्नेलाई म यहाँनिर जोडिदिइहाल्छु है। यसरी चाहिँ हामी दुईटालाई चाहिँ जोडौँ है, दुईटालाई नाम पनि दिने भनेको छ। यसलाई डी, यसलाई सी, त्यसपछि सिडीलाई आपसमा जोड्ने भनेको छ है, जोड्ने भनेको छ। यसरी जोडे है मैले, ठिक छ। यसरी हामी यसलाई जोडी पनि दिनुपर्छ। यसरी जोड्यो भनेपछि हेर्नुहोस् त, यहाँनिर हाम्रो के चाहिँ रचना भयो होला त है। सी र डीलाई जोड्यौँ, आयत एबिसिडीको रचना भयो। सिडीलाई जोड्ने पनि भनिहाल्यौँ, आयत चाहिँ यसरी रचना हुने भयो, एबिसिडी रचना भयो। देख्नुभयो होला, देखिराख्नु भयो होला है। यसरी चाहिँ हामी यसलाई गर्न सक्छौँ। यति चाहिँ गर्नुपर्छ यसमा। ल हेर्नुहोस् त, बीमा चाहिँ दिएको चित्रमा त्रिभुज एबिसी र त्रिभुज डिइएफ, एबिसी र डिइएफ कुन तथ्यका आधारमा अनुरूप हुन्छन् है। यति भनेको छ। पहिला यसको समाधान गरिहालौँ, त्यसपछि अर्को सेन्टेन्स यसको पनि कुरा गरौँ है। यहाँ है कुन तथ्य हेर्नुहोस् त, यो बिसी भुजा, बिसी भुजा एउटा लाइन तानेको छ यहाँ, यहाँ पनि छ एउटा लाइन। कुन भुजामा? एफडी। यी दुईटा बराबर हुन् भन्नु खोजेको। यो भुजाको कुरा भयो, के भयो? भुजाको भू लेखेँ मैले। अनि अर्को यहाँ कोण, यो कोण बिसिए, बिसिए यहाँ पनि छ, यहाँ पनि छ। इडिएफ, कोण इडिएफ बराबर। यो के कुरा गरेँ यहाँनिर? कोणको कुरा, त्यसले को लेखेँ। फेरि अर्को छ यहाँ एसी, एसी बराबर यो भुजा, दुईटा लाइन यहाँ पनि छ के? एसी पछि डी, डी यो के को कुरा गरे? फेरि भुजाको कुरा हो। त्यसैले त्रिभुज एबिसी चाहिँ अनुरूप छ त्रिभुज डिइएफ हो है। कुन तथ्यका आधारमा? भूको भू, भू तथ्यका अनुसार है, तथ्यका अनुसार, यही तथ्यका अनुसार चाहिँ छन्। अर्को के पनि भन्छ, एबी को संगति भुजाको नाम लेख्नुहोस्। एबी लाइन बाँकी बसेको, यो भुजा भइहाल्यो, यो भुजाको बराबर, यो भुजा यो भुजाको बराबर भइहाल्यो। बाँकी को बच्यो? यहाँ एबी, एबी यहाँ को बच्चा छ बाँकी? इएफ। त्यसैले के भन्ने? एबी को संगति भुजा कुन हो रे? त्यहाँ इएफ हो भनेर भन्दा हामीलाई 2 नम्बर यहाँबाट पनि मिल्यो है। ल यो हेर्नुहोस् त, यहाँनिर प्रश्न नम्बर 12 अन्तिम प्रश्न। तल दिएका तालिका अध्ययन गरी दिएका समस्या समाधान गर्नुहोस् भनेको छ। यो तालिका कक्षा 5 मा जम्मा विद्यार्थी 45, 6 मा 30, 7 मा 50, 8 मा 55, जम्मा 180। माथिको तथ्याङ्क औसत मान पत्ता लगाउनुहोस् भनेको छ। 1 नम्बरको यहाँ सिग्मा एक्स भनेको जम्मा कति दिएको छ? 180। एन भनेको कतिवटा तथ्याङ्क छ? 1, 2, 3, 4 हुन्छ। त्यसैले एन 4 भयो। औसत मान 100 बराबर सिग्मा एक्स पनि एन, सिग्मा एक्स मान 180, एन 40, 4 भाग गर्दाखेरि 45 आयो। औसत मान चाहिँ 45 आयो। बीमा माथिको तालिकामा दिएको तथ्याङ्कहरूलाई चित्रमा प्रस्तुत गर्नुहोस् भनेको छ। यहाँ 180 जना जम्मा छ। यसलाई हामी सर्कल बनाउनु पर्छ। पछि वृत्त 360 मान्ने। एकजना निकाल्नका लागि 360 अपन यो 180 यता 180 ले 360 लाई भाग गर्दा कति पल्ट जान्छ? 2 पल्ट जाने भयो हैन। यहाँ कक्षा लेखेँ मैले 5 6 7 8। अब हेर केन्द्र कोण कसरी निकाल्ने? 45, यहाँको 45। अनि एकजना भने 2 डिग्री हो भनेपछि 45 गुणा 2, 45 गुणा 2 डिग्री है। यो डिग्री है। 45 गुणा 2 90, त्यसले 30 गुणा 2 60, 50 गुणा 2 100, 55 गुणा 2 110 डिग्री। अब जम्मै जोडेर कति आउँछ? 360 जोडेर 360 आएको छ। हेर्नु होला, मैले यहाँ वृत्त चित्र देखाउँदा भनेको यहाँ वृत्त चित्र बनाउने हो। वृत्त चित्र बनाउँदाखेरि चाहिँ हामीले वृत्त बनाउने एउटा है, वृत्त बनाउने देखिराख्नु भयो होला। मैले अलिकति यसरी देखाएँ। वृत्त जत्रो साइजको बनाए पनि हुन्छ। एउटा यहाँनिर हामी वृत्त बनाइहालौँ है। र सर्कल यसरी घुमाउने है, घुमाउने वृत्त बनाए है। वृत्तको यो सेन्टर हो है, सेन्टर हो। एउटा यहाँबाट हामी यहाँसम्म, यसको यहाँसम्म चाहिँ एउटा आधार रेखा खिचिहालौँ। आधार रेखा खिचिसकेपछि हामीले पहिलो कोण चाहिँ कति हो? 90 डिग्री। हेर्नु होला है, 90 डिग्री यहाँ देख्नुभयो 90 डिग्री हो, 90 डिग्री हो।
अब 90 डिग्रीलाई यसमा हामीले देखाउनु पर्ने हुन्छ 90 डिग्रीलाई अब हेर्दै जानु होला 90 त्यसपछि 60 100 100 सबै देखाउँछु म हेर्नु होला 90 यहाँ यसरी आधार रेखा यसलाई चाहिँ यसको के भन्छ प्रोटेक्टरको आधार रेखा र हामीले खिचेको औँलीको आधार रेखा यसरी मिलाउने र 90 डिग्री भन्नाले यहाँनिर अब यो प्रोटेक्टरमा डिग्री नदेखिएको भए पनि अलिकति अब क्यामेराले नदेखिन सक्छ 90 डिग्री प्रोटेक्टरले खिच्न आउँछ 90 डिग्री त्यसपछि 60 डिग्री छ अब यसलाई आधार रेखा मान्ने यसलाई आधार रेखा मान्ने 60 डिग्री यहाँनिर हेर्नुहोस् त 70 यहाँ 60 यहाँ रहेछ ल 60 यसरी है र यसरी हामीले यहाँनिर के गर्ने यसरी केन्द्रसित जोड्दै पनि जाने अब यसलाई आधार मानेर त्यसपछि 100 छ 100 छ है 100 छ 100 कहाँ आयो यहाँ हेर्नुहोस् त 90 पछि 100 ल 100 अनि यसरी चाहिँ जोडिदिनु पनि पर्यो यसरी जोड्ने र बाँकी बसेको 110 हो नापेर हेर्नु होला अटोमेटिक 110 आउँछ नि 110 बुझ्नुभयो कोण कहाँबाट लेख्दैछु यताबाट देखिराख्नु भयो होला नि यता यिनी नै हो ठिक छ यहाँबाट आएका अब यिनीहरूलाई हामीले के पनि गर्नुपर्ने हुन्छ यहाँनिर सङ्केतमा देखाउनु पर्ने हुन्छ है सङ्केतमा ल मैले यसलाई यसरी सुरुको कक्षा यो 5 का लागि हो ठिक छ 5 का लागि यसरी देखाएँ है त्यसपछि अर्को यो क्रस देखाएँ है यसरी क्रस र यसमा मैले क्रसमा यसरी स्टार जस्तै बनाएँ है बुझ्नुभयो होला अनि यसमा चाहिँ प्लस 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 ल सङ्केत भन्नुपर्छ यसरी यो कुन यो होला है यसरी लाइन तानेको देख्नुभयो लाइन ताने यो चाहिँ के का लागि हो कक्षा 5 का लागि है अनि अर्को बक्समा मैले अर्को बनाएँ यो यसरी यो क्रस यो कसका लागि हो 6 का लागि अनि अर्को चाहिँ यतापट्टि छ यो स्टार स्टार है यसरी बनाएँ यो कसका लागि कक्षा 7 का लागि यो अन्तिममा यो चाहिँ कक्षा 8 का लागि प्लस यसरी चाहिँ हामीले देखायो भने बल्ल यहाँबाट आउने कति नम्बर 2 1 3 नम्बर चाहिँ हामीलाई मिल्छ है कुराकानी बुझिराख्नु भएकै होला यहाँबाट आउने नम्बर यसरी गर्यो भने मात्रै हामीलाई मिल्ने हुन्छ ल यसरी चाहिँ हामीले यहाँ रहेको प्रश्नहरू चाहिँ गरेर सकायौँ धनगढी उपमहानगरपालिकाभित्र रहेका जम्मै प्रश्नहरू चाहिँ गरेर सकाएका छौँ आजलाई चाहिँ हामी यति गर्छौँ हस् धन्यवाद।